morning. Sopadale, tasikale भन्छ यहाँ सेरिङ्गे हो. गुड मर्निङ, नमस्ते. चिसो छ है धेरै. आफ्नो ख्याल राख्नु होला. तातो लुगा लगाउनु होला. हाम्रो यहाँ त -4 छ. माइ गॉड. है हजुरहरु पनि आफ्नो ख्याल राख्नु होला. यहाँ हेर्नुस् न. पुरा आइस जमेको. गाडीहरु सबै सेतै भएको छ. बरफ जमेको है. आफ्नो ख्याल रखना होला. ठंड बहुत ज़्यादा है. भाई और बहन हो और मदर और फादर, ब्रदर और सिस्टर सबैजनालाई सबै आफ्नो ख्याल राख्नु होला. यो जाडोमा चाहिँ लुगाहरू तातो लगाउने अनि मुखहरू चाहिँ जहाँसम्म मिल्छ भने ढाकेर हिँड्ने है. किनकि त्यो चिसो हावा छातीमा जाँदो रहेछ है. हिजो अस्तिदेखि म यसो भिडियो सुट गर्न लागि बाहिर निस्केर भिडियो सुट गरेर घुम्दै थिएँ कि. अनि मेरो घाँटीमा टन्सिल के भन्छ त्यो भएछ कि. अनि अस्ति रातभरि खोकेर अनि तातो पानी पिएर त्यो तातो पानीमा नुन हालेर गोला गरेर बल्ल बल्ल अलि शान्ति भएछ. अनि हिजो बिहान दबाई खाएँ. अनि हिजो अथवा अलिक ठिक भयो. फेरि बेलुका चाहिँ साह्रो पर्दो रहेछ है. बेलुका चाहिँ फेरि त्यस्तै भएर चाहिँ फेरि दबाईहरू खाएर सुतेको. अहिले दुईवटा दबाई खाएर चेपेर हिँडेको. अब के गर्ने. अब हाम्रो खेतीबारी भने बिजनेस भने दोकान भने त्यही ड्युटी त हो नि. अब जानै पर्यो के गर्ने होइन. अनि पेनकिलर खाँदै भयो भने ड्युटी त गर्नै पर्यो. त्यस्तै हो होइन. परदेशी जिन्दगी. साथीहरू मान्छेहरूले भन्छ नि विदेशमा बस्छ पैसा छ पठाउँछ भन्छ नि. कतिले त अब विदेशमा बस्ने मान्छेहरूको त्यो पैसा चाहिँ त्यो बोटमा फले जस्तै पुरा गर्नुहुन्छ कतिले त. तर विदेशमा बस्ने मान्छेले चाहिँ के दुःख गर्छ नि त्यो चाहिँ गाउँघरमा बसेको मान्छेले कहिल्यै गरेको हुँदैन. साँच्ची भने गाउँमा त जति नै दुःख गर्यो के हो त्यो धान काट्ने, धान रोप्ने, मकै काट्ने, मकै त्यो गर्ने त्यो सब त हो नि. तर आफ्नो मर्जी छ नि. लो चाय ल्यायो भने बस्यो काट्यो ल पानी ल्याऊ एकछिन बिसाउँ भन्ने हुन्छ है. विदेशमा दाजुभाइ दिदीबहिनीहरू मेहनत गरिरहेको मान्छेहरू चाहिँ त्यस्तो पाउँदैन त. टाइम टु टाइम हो. 5-10 मिनट लेट भयो भने अब सबभन्दा पहिला त घरबाट लेट भयो भने टाइम टेबल पुरा बिग्रिहाल्छ. टाइम टेबल अब ट्रेन भयो गाडी भयो होइन. त्यो सबै अब टाइम टेबल बिग्रिन्छ नि. झन् लेट हुन्छ. अनि घरबाट 5 मिनट लेट निस्क्यो भने उता 15 मिनट या अथवा आधा घन्टा लेट हुन्छ. अनि मालिक राम्रो छ, उनीहरू कम्पनी राम्रो छ भने ठिकै छ. नत्र फेरि स्यालेरी काट्ने अनि त्यहाँ कामबाट निकाल्ने त्यस्तो गाह्रो हुन्छ है. परदेशमा बस्नेहरूलाई साँच्ची नै एकदम स्लो गर्नुपर्छ. र परदेशमा बसेर त्यत्रो दुःख गरेर पनि आफ्नो घर गाउँमा होइन दुःखी पीडित बिमारीहरूलाई चाहिँ एकदम सहयोग गरिराखेको हुन्छ होइन. पैसा दिइराख्नु भएको हुन्छ है. एकदम मलाई चाहिँ खुसी लाग्छ. अनि स्पेसली म एउटा कुरालाई यो भिडियो बनाउनु मन लागेको थियो है हिजो अस्तिदेखि. अनि त्यो अब भिडियो चाहिँ पछि अब लङ भिडियोमा बनाउँला होइन. तर आजको दिन चाहिँ यस्तै हो. हेर्नुहोस् न हाम्रो घाँस पुरा जमेको छ. पुरा जाडो छ. -4 भइरहेछ है. अनि हजुरहरू आफै टेक केयर गर्नु होला होइन. त्यही हो आजको दिन है. अनि हजुरहरूले भिडियो हेरेर यसो यो गरिदिनु होला. के भन्छ लाइक सेयर सब्सक्राइब के जान्छ नि त्यो सबै त मलाई बोल्न आउँदैन होइन. त्यही भएर पनि कमेन्ट चाहिँ गरिदिनु भयो भने म धेरै खुसी हुन्छु कि. कमेन्ट चाहिँ आउँदैन र भिडियो हेर्नु त निकै आउँछ कि. तर भिडियो हेरेर एटलिस्ट तँलाई चाहिँ ट्याक्कै थिचेर लाइक त गर्नु. यहाँ त त्यो राम्रो लागेन भने यस्तो गरेर ट्याक्कै थिचेर डिसलाइक गरिदिनु. राम्रो लाग्छ लाइक गरेर भने डिसलाइक गरेर भने. कमेन्ट बरु राम्रो गर्नुहोस् या नराम्रो गर्नुहोस् मलाई फरक पर्दैन. कमेन्ट आयो भने मलाई राम्रो लाग्छ. पर्सनली मलाई यस्तो केही छैन. कमेन्ट नराम्रो आयो त्यो मन दुख्ने चित्त दुख्ने यस्तो
के लाग्दैन जस्तो आफूलाई इच्छा लाग्छ त्यस्तै कमेन्ट गरिदिनु भन्छु म है त्यसो मान्छेले मैले हिजो एउटा भिडियो हालेको थियो है त्यो भिडियो मेरो युट्युब च्यानलमा हाल्नु लागि मलाई 3 वर्ष अगाडि मनमा जगेको थियो मैले यस्तो भिडियो चाहिँ हाल्नु पाएँ हुन्थ्यो भनेर हिजो चाहिँ पुरा कम्प्लिट भयो त्यो हो मान्छेको इच्छा हजुरले मेहनत गर्दै जानुहोस् अगाडि बढ्दै जानुहोस् होइन कुनै न कुनै दिन सानोतिनो अब धेरै ठुलो इच्छाहरू चाहिँ पुरा नभएर होइन सानो सानो इच्छाहरू चाहिँ बिस्तारै बिस्तारै हुँदो रहेछ भने है त्यही हो आफ्नो मेहनत गर्नुहोस् आफ्नो मान्छेहरूलाई ख्याल गर्नुहोस् मेन कुरा चाहिँ आफ्नो जो बाउ आमा छ उहाँहरूलाई स्याहार गर्नुहोस् है उहाँलाई माया गर्नुहोस् बाउ आमाभन्दा ठुलो संसारमा कुनै हुँदैन जब बाउ आमा हुँदाखेरि उहाँलाई माया नगर्ने स्याहार सुसार नगर्ने होइन बिमारको बेलामा टाइममा हस्पिटल नलाने त्यस्तो गर्ने अनि मरेपछि गएर ड्रामा गर्ने त्यो चाहिँ मलाई मन पर्दैन मान्छेलाई माया गर्नुपर्छ जित्दै जब जिउँदो छ तब होइन मरेपछि त त्यो ढुङ्गा जस्तो माटो जस्तो गयो त्यसको आत्मा त अब स्वर्गमा बास भयो कि नर्कमा बास भयो कि कहाँ बास भयो के थाहा होइन मरेपछि त्यो गएर फाइदा छैन कि अनि बचिँदैन अनि ख्याल गर्नु होला आफ्नो ख्याल गर्नु होला आफ्नो मान्छेहरूको ख्याल गर्नु होला बाउ आमालाई माया गर्नु होला थ्याङ्क यू बाई आजको दिन शुभ होस् हजुर सबैजनालाई ह्याभ ए नाइस डे